फिलोसोफर एरिस्टोटलले असल नेतृत्वलाई कसरी चिन्ने भन्ने बारे मोड्स अफ पर्सुएसन भन्ने सिद्धान्त दिएका थिए, जसलाई एथोस, लोगोस र प्याथोस भनिन्छ। यदि कुनै नेताले तपाईँसँग तथ्य र प्रमाणलाई टेकेर आफ्नो कुरा राख्छ भने उसले लोगोस अर्थात् लजिक र फ्याक्ट्सलाई सहारा बनाइरहेको छ। यदि अर्को नेताले सत्य र नैतिकवान कुरा गरेर तपाईँको भरोसा जित्छ भने त्यसलाई इथोस भनिन्छ। तर एउटा चतुर नेताले तपाईँसँग तथ्य र प्रमाण बिना केवल भावनात्मक कुरा गरेर तपाईँलाई मनाउन खोज्छ भने त्यसलाई प्याथोस भनिन्छ। सिधा सिधा भन्दा जनताको भावनासँग खेल्ने, राजनीति गर्नलाई राष्ट्रियता, धर्म आदिको नाममा भावनात्मक कुरा गरेर उचाल्ने र धेरैजसो तथ्यहीन र आधारहीन कुरा गरेर मान्छेलाई भुलाइदिने, यो प्याथोस नेताको स्वभाव हो। त्यसैले असल नेताले तपाईँसँग संवाद गर्न बढीभन्दा बढी लोगोस प्रयोग गर्छ, तपाईँलाई प्रेरणा दिन एथोस पनि प्रयोग गर्छ र कुनै कुनै दुर्लभ अवस्थामा तपाईँसँग जोडिन प्याथोस पनि प्रयोग गर्छ। तर खराब नेतृत्वले धेरैजसो समय भ्रम छर्न प्याथोस प्रयोग